हेलो नमस्ते सबैजनालाई। आज चाहिँ शनिबार हो। बिहानै मैले बाइक स्टार्ट गरेर आएको एकछिन अनि त्यसपछि हामी बाहिर निस्क्यौँ कपडा धुनलाई। आज चाहिँ जुत्ता ड्रेसहरू धेरै हुन्छ नि त है। शनिबार चाहिँ एकदम बेड डे जस्तो लाग्छ कि मेरो लागि चाहिँ। नानी बाबुलाई चाहिँ मैले पर घाममा बस्नु भनेर राखेको थिएँ अनि भाइलाई चाहिँ सुताएर राखेको थियो। उठिसकेछ कि त्यतिमा अनि उठिसके भित्र आएँ, सबैजना पढ्न लगाए। एकछिन कपीहरू चाहिँ यस्तो गर्छ दुइटैले, छानी छानी पढ्छ नि त है दुइटैले। अनि हामी हिँडेको कपाल गर्नलाई। त्यसपछि चाहिँ राजनको कपाल धेरै लामो भएको थियो अनि अस्ति मात्र काटेको धेरै लामो हुन्छ कि। अनि आज यो रोडमा चाहिँ दुइटा स्कुटर ठोकेको थियो, एउटा माथिबाट आएछ एउटा उता साइडबाट आएको रहेछ। अनि हुन चाहिँ केही पनि भएको छैन, घाउ चोटपटक चाहिँ लागेन। अनि स्कुटर ठोकेर झन्डै के हो भएको कि लडाइँ चाहिँ भएको थियो। अनि हामी चाहिँ यता कपाल काट्दाखेरि राजनलाई वेट गर्दै थियौँ। अनि त्यसपछि घर आएर नुहाइदिएँ दुइटैलाई। कपाल काटेपछि नुहाउनुपर्छ, आज शनिबार भन्दा। अनि त्यसपछि बेलुकाको लागि हामी चाहिँ डिनरको लागि यता तरकारीहरू लिन गएको थियो। अनि मिट सपमा गएँ छोरी र म चाहिँ। अनि आजको लागि यति नै। अब भेटौँला अर्को भिडियोमा। बाई बाई।